होइन आज चाहिँ हामी ल है सर हिँड्ने छ है सबैजना मिलेर है हाम्रो चाहिँ सेक्सन A र सेक्सन B वी आर सिभिल इन्जिनियरिङ स्टुडेन्ट्स एन्ड वी आर फ्रम के भन्छ त्यसलाई वी आर फ्रम द फिफ्थ सेमेस्टर होइन अनि यस्तो चाहिँ जिन्दगी चलिरहेको चाहिँ क्या हो होइन नेक्स्ट टाइम अब आधा हेर्न मलाई छ नि फेरि च्यानललाई सब्सक्राइब गरिदिनु हामी च्यानल फेरि Lot of pain, some things are not the same. Silhouettes of you are like a taunt. Never really know just what you want. With you I don't ever feel calm. I can feel the sweat inside my palms. Play with me like cats and गाइज हामीहरू अब यहाँ एक्लेफाँट भन्ने ठाउँमा पुगेका छौँ। यहाँ खाना खानको लागि रोकेको छ गाडी। अब यहाँबाट चाहिँ हामी लमजुङ जानुपर्ने हुन्छ खाना खाएर। अब खाना खान्छौँ अनि त्यसपछि हामी लमजुङको लागि निस्किन्छौँ यहाँबाट। ल गाइज हामीहरू अब खाना खान लाग्यो होइन।
यहाँ साथीहरू छन् कस्तो लागिरहेछ त है खाना बवाल छ नि होइन ल अब यता पनि हाम्रो फेरि केटाहरू अनि कस्तो लाग्दैछ त केटा हो खाना अब हामी यहाँबाट खाना खानेर अब निस्किनु पर्ने हुन्छ लमजुङको लागि अनि अरू साथीहरू चाहिँ अर्को होटलमा खाना खाँदैछन् हामी चाहिँ यता आएर खाना खाँदैछौँ ल अब खाना खानु पऱ्यो गाइज ल गाइज हामी अब यहाँबाट खाना खाएर निस्किसकेका छौँ होइन तपाईँले हेर्न सक्नुहुन्छ लगाइज हामी अहिले चाहिँ तुरतुरे भन्ने ठाउँमा आइपुगेका छौँ होइन अर्को गाडीलाई वेट गरिरहेछौँ हाम्रो गाडी यहीँ छ अर्को गाडी आइसकेपछि यहाँबाट 12-15 किलोमिटर छ अरे लमजुङको लागि हामी 15-20 मिनटमा अब पुग्छौँ सायद लगाइज हामी फाइनली चाहिँ हामी बेसी सर पुगिसकेका छौँ नारायणघाटबाट हामी बिहान समथिङ 10 बजीतिर हिँडेका थियौँ करिब 3 बजिसकेको छ होइन हामी अब अहिले पुगिसकेका छौँ यहाँ तपाईँले यहाँ ब्याकग्राउन्ड हेर्न सक्नुहुन्छ बेसी सरको है धेरै राम्रो ठाउँ छ होइन अब हामी चाहिँ माथि अब प्र्याक्टिकलको लागि जाँदैछौँ वाटर सप्लाई एन्ड सेनिटरी इन्जिनियरिङको लागि यहाँ कति साथीहरू छन् होइन अरू साथीहरू चाहिँ अब पछाडि आउँदैछन् अनि हामी चाहिँ अब यहाँबाट जाँदैछौँ अगाडि अब हेरौँ यहाँबाट कति टाइम लाग्छ माथि जानको लागि जे होस् रमाइलो पनि भयो होइन धेरै रमाइलो भइरहेछ कस्तो भयो त गाइजहरू एकदम रमाइलो मुझे घर जाना है किन घर जाना है ल रमाइलो भयो ल हाम्रो साथीहरू पनि सबजना आउँदैछन् होइन कस्तो लाग्दैछ गाइजहरू ल कस्तो लाग्दैछ त साथीहरू ल सही अब यहाँबाट हाम्रो माथि जाने क्रम होइन एकदम जारी नै छ होइन अब हेरौँ कति टाइममा पुगिन्छ फाइनली गाइज हामी बेसी सरको सबैभन्दा ठुलो पानी ट्याङ्कीमा आइसकेका छौँ होइन यहाँ तपाईँले हेर्न सक्नुहुन्छ एउटा ट्याङ्की छ यता 2वटा ट्याङ्की छ होइन अनि यहाँहरू स्टेसनहरू छन् होइन धेरै पाइपलाइनहरू छ होइन यसको बारेमा सरहरू आउँदै हुनुहुन्छ तलबाट हामी अलि अगाडि आइसकेका छौँ सरहरू आएपछि हामीलाई यहाँको बारेमा धेरै जानकारीहरू दिनुहुन्छ अनि त्यही अनुसार हामीले यहाँको अध्ययन गर्नेछौँ जस रमाइलो ठाउँ पनि छ होइन यहाँको तपाईँहरूले हेर्न सक्नुहुन्छ है ट्याङ्कीहरू अनि साथीहरू पनि यहाँ आइसकेका छन् फोटो पनि सुट गरिरहेछन् अब सरहरू आएपछि हामीले यहाँको बारेमा अध्ययन गर्नेछौँ जस रमाइलो भइरहेछ ट्रिप पनि रमाइलो भइरहेछ फाइनली गाइज हामी ट्याङ्कीको माथि अनुमति लिएर चढिसकेका छौँ तपाईँहरूले यहाँको दृश्य हेर्न सक्नुहुन्छ यो भनेको बेसी सहर हो है धेरै राम्रो छ होइन धेरै रमाइलो ठाउँ छ पहाडहरूले घेरिएको चारैतिरबाट अनि बिचमा एउटा सहर है जस रमाइलो ठाउँ छ जस एकदम रमाइलो ठाउँ छ गाइज तपाईँहरूले यहाँको दृश्य हेरिसक्नु भएको छ अब तपाईँलाई म ट्याङ्कीको भित्र पानी आइरहेको छ त्यो दृश्य देखाउन गइरहेको छु गाइज यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ है पानी आइरहेको छ होइन एकदम ठुलो ट्याङ्की छ तपाईँले यहाँ पानी आइरहेको देख्न सक्नुहुन्छ अनि यहाँ साथीहरू पनि अब फोटोसुटहरू गरिरहेछन् अब सर आउनुहुन्छ त्यसपछि यहाँ हामीलाई यहाँको बारेमा धेरै जानकारीहरू दिनुहुन्छ हजुर कलेक्सन चेम्बर होइन अब यसमा खोलाबाट कलेक्सन चेम्बरबाट यसको छ सेनिटाइजर त्यसमा होइन हजुर त्यसबाट आउँछ यो रफिनिङ फिल्टर अब जो गिटीहरूबाट छ यो रफिनिङ फिल्टर यो रफिनिङबाट जान्छ उता सोल्युसन फिल्टर छ हाम्रो अलि उतापट्टि त्यो सोल्युसन बालुवाबाट ठिकरण विधिबाट डिस्ट्रिब्युसनमा जान्छ ट्याङ्की जो वितरण भन्छ त्यसबाट चाहिँ उतापट्टि डिस्ट्रिब्युसनबाट हामीले डाइरेक्ट पानी जो केमिकल औषधिहरू छ पोटासियमहरू तिनीहरू हालेर वितरण गरेर I've seen a lot of change, been through a lot of pain. Some things are not the same. ल गाइज यहाँ बेसी शर्मा भएको वाटर डिस्ट्रिब्युसन सिस्टमको हामी अध्ययन गरिसकेका छौँ अब यहाँबाट हामी बस रोकेको ठाउँमा जान्छौँ अनि त्यसपछि हामी यहाँबाट नारायणगढको लागि नै निस्किनेछौँ तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँको दृश्य अति नै राम्रो छ है
Slow up, I don't take shit, I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. I don't ever slow up, no I don't take shit, I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't